हामीले खाना किन्दा त्यो प्याकेटमा हुने साना साना रङ्गीन चिन्हहरू, हरियो, रातो, कहिलेकाहीँ नीलो पनि, कतिको ख्याल गर्छौँ होला। ती त्यत्तिकै राखिएका डिजाइन मात्रै त पक्कै होइनन्, तिनले भित्र के छ भन्ने बारे केही न केही त भनिरहेकै हुन्छन्। आज हामी एउटा युट्युब स्क्रिप्टमा आधारित भएर यिनै सङ्केतहरूको अर्थ खोत्तल्ने प्रयास गर्दैछौँ। हाम्रो उद्देश्य यी चिन्हले हाम्रो खानाको बारेमा के बताउँछन् र यसले हाम्रो छनौटमा कस्तो असर पार्न सक्छ भन्ने कुरा बुझ्ने। ल सुरु गरौँ है त। सबैभन्दा पहिले सबभन्दा चिनिएको चिन्ह हरियो, यसबाटै सुरु गरौँ न। यसको अर्थ त एकदमै स्पष्ट छ, शुद्ध शाकाहारी हो। यसमा कुनै पनि जनावरबाट आउने कुरा जस्तो मासु, अण्डा केही पनि मिसाइएको हुँदैन। जस्तो हामीले खाने बिस्कुट, पाउरोटी यिनीहरूमा प्राय देखिन्छ। अनि हिन्दू धर्ममा त यसलाई सात्विक मतलब पुण्य खानेकुरा पनि मान्दो रहेछ। हो नि, यो कुरा चाहिँ हेर्नुस् न, शाकाहारी जीवनशैली अपनाउने वा धार्मिक आस्था अनुसार खानपान गर्नेहरूको लागि असाध्यै महत्त्वपूर्ण हुन्छ। यसले वहाँहरूलाई के खाने के नखाने भनेर छनौट गर्न एकदमै सजिलो बनाइदिन्छ। हो त। यो केवल खानाको प्रकार मात्र भएन, यो त विश्वाससँग पनि जोडिएको कुरा भयो नि, होइन र? एकदम। अब ठ्याक्कै यसको उल्टो सङ्केत दिने रातो चिन्ह। रातो, यो चाहिँ एक किसिमले सावधान भने जस्तो। हो, चेतावनी नै हो। यसको मतलब त्यो खानामा मासु, अण्डा वा जानवरबाट निकालिएको तर लुकेर बसेको हुन सक्ने, जस्तो जिलाटिन जस्ता कुरा हुन सक्छन्। हो, जिलाटिन जस्तो केकमा, जेलीमा, कतिपय ससहरूमा पनि। अब शाकाहारीहरूका लागि वा व्रत बस्नु भएको बेला त यो जानकारी निकै संवेदनशील हुन्छ नि। एकदमै संवेदनशील। खास गरी तपाईँले भन्नुभयो जस्तो जिलाटिन, त्यो त कस्तो हुन्छ भने आँखाले ठ्याक्कै देखिन्न नि। देखिन्न। तर त्यो जनावरकै स्रोतबाट बनेको हुन्छ, त्यसैले यो रातो चिन्हले उत्पादकलाई पारदर्शी बन्न प्रेरित गर्छ अनि हामी उपभोक्ताले पनि जानी बुझिकन निर्णय लिन पाउँछौँ। यो त उपभोक्ताको अधिकारको कुरा पनि हो। सही कुरा। अब पहेँलो चिन्हको कुरा गरौँ। यो चाहिँ तुलनात्मक रूपमा कमै देखिन्छ है। हो, त्यति धेरै चलनचल्तीमा छैन जस्तो लाग्छ। स्रोतले के भन्छ भने यसले कहिलेकाहीँ अलि विवादास्पद खालका वा परीक्षणकै क्रममा रहेका सामग्री जस्तो एएल, जीएमओ भन्छ नि। जीएमओज, आनुवंशिक रूपमा परिमार्जित जीवहरू हो, त्यस्ताबाट बनेको खानालाई सङ्केत गर्न सक्छ रे। यो चाखलाग्दो कुरा हो, किनभने यसले खाद्य प्रविधि कता जाँदैछ र उपभोक्ता कति सचेत छन् भन्ने बीचको एउटा द्वन्द्व जस्तो देखाउँछ। यस्ता सामग्री प्रयोग गर्ने कि नगर्ने, गरेमा जानकारी दिने कि नदिने भन्ने बारेमा त संसारभरि नै बहस छ नि। हो त। अझ विशेष गरी बालबालिका वा स्वास्थ्यमा अलि बढी संवेदनशील मान्छेहरूका लागि त यस्तो सङ्केत झनै महत्त्वपूर्ण हुन सक्छ, सम्भावित जोखिमबारे थाहा पाउनलाई। हो, त्यो त हो। त्यसपछि आउँछ नीलो चिन्ह। नीलो, यसले चाहिँ खानामा समुद्री स्रोतबाट आएको सामग्री मतलब सीफुड छ भन्ने जनाउँछ। समुद्री खाना जस्तो कि झिङ्गे माछा, गङ्टा, अरू माछाका परिकार यस्तै हो। विशेष गरी कोरियन, जापानिज, चाइनिज खानाका प्याकेटहरूमा यो बढी देखिन्छ कि जस्तो लाग्छ। हो, एसियाली खानामा यसको प्रयोग बढी होला। अनि हेर्नुस् न, यसलाई अलि फराकिलो नजरले हेर्दा यसले खानाको विश्वव्यापीकरणलाई पनि देखाउँछ। ए हो र? कसरी? मतलब अहिले जतासुकैका खाना जता पनि पाइन्छ नि, यस्तो बेलामा स्पष्ट सङ्केत झनै जरुरी हुन्छ। कसैले समुद्री खानासँग एलर्जी छ भने त ओहो, त्यो त ज्यादै गम्भीर हुन सक्छ। हो नि, त्यो नीलो चिन्ह त कसैको लागि जीवन बचाउने जानकारी पनि बन्न सक्छ, एलर्जी भएकाहरूका लागि। महत्त्वपूर्ण कुरा। र अब अन्त्यमा कालो चिन्ह। कालो, यो चाहिँ सबैभन्दा गम्भीर चेतावनी जस्तो मानिदो रहेछ। हो, यसलाई गम्भीर रूपमै लिनुपर्छ। यसले के जनाउँछ भने त्यो खाना एकदमै धेरै प्रशोधन गरिएको छ, त्यसमा कृत्रिम रसायन, रङ्ग, स्वाद दिने कुरा वा प्रिजर्भेटिभहरू अत्यधिक मात्रामा छन्। हो, एकदमै अल्ट्रा प्रोसेस भन्छ नि। जस्तो कि सफ्ट ड्रिङ्क्स, प्याकेटका आलु चिप्स, क्यान्डीहरू। त्यस्तै खानेकुरा
स्रोतले त केसम्म भनेको छ भने यसमा लत लाग्ने खालका तत्त्व पनि हुन सक्छन् रे। ए अनि लामो समयसम्म खाँदा स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। बापरे, अहिलेको समयमा प्रशोधित खानाको खपत जसरी बढिरहेको छ नि, बढिरहेको छ। यो कालो चिन्हले हामीलाई एकछिन रोकेर सोच्न बाध्य बनाउँछ कि हामी स्वाद र सुविधाको नाममा के खाइरहेका छौं। यसले हाम्रो स्वास्थ्य र खानपानको बानी बीचको सम्बन्धमा एउटा ठूलो प्रश्न खडा गर्छ, होइन र? पक्कै पनि। त्यसो भए छोटकरीमा भन्दा के बुझियो त? हरियो मतलब शुद्ध शाकाहारी, ओहो, रातो जनावरजन्य सामग्री भएको, पहेँलो सम्भावित विवादास्पद जस्तो कि जीएमओ, नीलो समुद्री खाना, सी फूड, र कालो चाहिँ अत्यधिक प्रशोधित र कृत्रिम रसायनयुक्त। ठिक छ। ल, अब बजार जाँदा खानाको प्याकेट हेर्दा यी चिन्हहरूको पनि अर्थ छ भन्ने ख्याल रहला नि? निश्चित रूपमा यी चिन्हहरूले पक्कै मद्दत गर्छन्, तर यो त खाद्य साक्षरताको पहिलो खुड्किलो मात्रै हो। साँच्चै सचेत उपभोक्ता बन्ने हो भने यी चिन्हहरू त देखिएका सङ्केत भए, तर यी पछाडि लुकेका अरू कुराहरू पनि त होलान् नि। जस्तो हाम्रो खाना कहाँबाट आयो, कसरी उत्पादन गरियो, कति चरण पार गरेर हाम्रो टेबलसम्म आइपुग्यो, यस्ता प्रश्नहरूको जवाफ खोज्नु झनै महत्त्वपूर्ण पो हो कि यो चाहिँ विचार गर्नुपर्ने कुरा हो।